हेलो फाइनली वेलकम ब्याक टु द भुवन अफिसियल युट्युब च्यानल। तपाईँले देखिसक्नु भएको छ पक्कै पनि यो पछाडिको यो धोबी खोला हो यो हैन। दिस इज धोबी खोला। दिस इज द मर्निङ टाइम। आई एम जस्ट वाकिङ अन द स्ट्रिट अफ काठमाडौँ। म तपाईँलाई देखाउँछु म हिँडिरहेको बाटो यो हो। एकदमै मेरो एभ्रिडेको यो हिँड्ने बाटो हैन। सो यहाँ खोला पनि छ, तपाईँले देख्न सक्नुहुन्छ कि खोला यत्रो छ। यो धोबी खोला हैन। अब यही हो हिँड्ने बाटो, देख्नुभयो नि। मेरो साथमा अहिले हुनुहुन्छ मेरो प्यारो भाइ मिस्टर कुशौ। उसको कपालको लुक्स कडा हो कि आज एकदम बवाल बनाएको छ उसले। खतरा बनाएको छ क्या उसले कपालको लुक्स। डेन्जर छ क्या, डेन्जर छ डेन्जर। अहिले चाहिँ हामी यो बाटोमा हिँड्ने क्रममा हो हैन। सो हामी चाहिँ जाँदै हो हाम्रो डेस्टिनेसन, तर यहाँ भन्न चाहिँ मिल्दैन डेस्टिनेसन कहाँ हो भनेर। एकछिनमा तपाईँलाई पछि भन्छु ल। र हाम्रो आजको विशेष हो भेटघाट दाजुभाइको। सो तपाईँलाई यो बिहानीको टाइममा जस्ट दाजुभाइको एकदमै सर्ट एन्ड स्विट सानो भ्लग भनौँ हैन। सो अब यस्तै छ, के भन्नु, धेरै मिठो त छैन खासै, जस्ट सर्ट एन्ड स्विट, मिठो र तितो। यसरी हिँड्ने हो काठमाडौँको रोडमा, हामी हिँड्ने बाटो यस्तो छ हजुर। बेला बेला गीत पनि गाइहाल्नु पऱ्यो नि त। लुक, we are just walking on the street of Kathmandu. We are not well prepared, but just English धेरै नबोलौँ है। अनि आज हामी चाहिँ कहाँ जाने कान्छो? फर्स्टमा त रुम जानुपर्छ। फर्स्टमा रुम जाने ल। हामी चाहिँ अहिले चाहिँ यो बाटोमा हिँड्ने क्रममा हामी छ। म हिजो राति 3 बजीतिर सुतेँ। अनि 3 बजीतिर बल्ल बिहान 9 बजे उठेँ। के गरेको त्यत्रो बेरसम्म? गेम हेऱ्यो हिजो राति। गेम हेरेको? गेम हेरेँ मैले। त्यो अर्कै गेम हो त्यो हेर्नु मैले। कस्तो खालको गेम? त्यो नहुने। तर एउटा कुरा के साथीहरू, तपाईँलाई देखाउँछु म यहाँ यो जुन काठमाडौँको यो स्ट्रिट छ नि, यस्तो डटी छ होइन। किन भन्दाखेरि धन्न अहिले एटलिस्ट काठमाडौँ महानगरपालिकाले एकदमै अहिले होइन यो टाइममा एकदमै काम राम्रै तरिकाले गरिरहेको छ र पो यहाँ सफा छ होइन। नत्र भने पहिला केही नभए पनि 2-4 वर्ष अगाडि यस्तो डटी थियो। तर अहिले चाहिँ यो बाटो हेर्नुहोस् त, यो कपनको बाटो। यो बाटोको कन्डिसन हेर्नु न तपाईँहरू, देख्न सक्नुहुन्छ क्या। यो बाटोको कन्डिसन यस्तो छ क्या, बिहान यहाँ हिँड्नु पनि गाह्रो हुन्छ क्या। अब बर्खातिर पानी यति पर्छ नि त यहाँ होइन। सो पानी पऱ्यो भने हामीलाई हिँड्न पनि यति गाह्रो, यहाँ गाडीहरू हिँड्न पनि अति मुस्किल क्या। तर यो खोला चाहिँ छ नि, यो खोला चाहिँ बालेन दाइले अस्ति भर्खरै डोजर यहीँ देख्नुभयो नि त। यो बालेन दाइले नै हो क्या अस्ति यो खोलाको यहाँ एकदमै काम गरेको र अहिले राम्रो पनि भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ काठमाडौँ महानगरपालिकाको डोजर पनि छ यहाँ। यो डोजरले कुन दिन अब यो सब भत्काउँछ होइन। यो यस्तो छ अवस्था काठमाडौँ महानगर। अहिले चाहिँ म कपनमा हो। कपनमा यो बाटो यस्तो छ कि म चाहिँ एभ्रिडे हिँड्ने बाटो हो कि। उसो है यता हट कान्छा, लुक ब्याक। ऊ हेर न कुशल भाइ पुरै तालमा छ क्या। तालमा मतलब आफ्नो हिँडेको तालमा है, फेरि अरू नेगेटिभ वेमा होइन, फेरि आफ्नो हिँड्ने तालमा क्या। मजाले आफ्नै धुनमा छ भन्न खोजेको मैले। हिँड्न पाइयो न। यस्तो छ क्या अगाडि पनि यस्तो छ कान्छा, यस्तो बिग्रेको छ कि बाटो होइन। सो अब कहिले बन्ने हो खै थाहा छैन। अब यस्तै छ होइन। अब यो कपन एरिया हो, तर यो बाटो भर्खर बनेको। यस्तो छ यहाँ। आजको क्लाइमेट पनि एकदमै अमेजिङ छ होइन। सो तपाईँ देख्न सक्नुहुन्छ। ओ उसलाई क्याच गयो त फस गए। खुस भाइ के छ तिम्रो भनाइ? यो खोला चाहिँ अलि उसो विशेष खोला हो क्या। आमा यहाँ पानी पऱ्यो भने तर्नै सक्दैन यार। एकचोटि म बगेको नि, केही नभए म 10 मिटर तलसम्म पुगेँ। त्यसपछि म आफैले उद्धार गरेको। यस्तै छ। हामी यो बाटोमा हाम्रो हिँड्ने क्रम जारी छ। हामी चाहिँ अहिले रुममा जाँदै हो तर रुम पुगेको छैन होइन। तपाईँलाई देखाउँछु हामी जाने रुमसम्म म देखाउँछु। यो बिहानीको टाइम हो जे होस्। यहाँ यस्तो छ है। अब कार आयो। कार यसले कार भने के भन्ने? ट्याक्सी भन्ने? ट्याक्सी पो हो त। कारलाई ट्याक्सी भनिरहेको छु यार मैले यार। सरी, ट्याक्सीलाई कार पो भनिरहेको छु मैले त। ट्याक्सीलाई कार भन्न मिल्छ? मिल्दैन नि त। के हो यो माथिको हो? दिमाग गयो क्या? हो साँच्ची त्यही हो। मैले त्यहाँ ट्याक्सी आइरहेको थियो साथीहरू, मैले कार भनिदिएँ कि। हुन्छ कहिलेकाहीँ हामी चाहिँ अहिले यो बाटोमा हिँड्दै हो। यस्तो छ पछाडिपट्टि। यहाँ हेरौँ त, यहाँ यस्तो फोहोर छ क्या। यहाँ यस्तो फोहोर छ। यो महानगरको गाडी आयो भने उठाउँछ। यस्तो फोहोर छ। ओए कान्छा त सिरिहालिस् त? सिरिहाल्यो? गल्ली चाहिँ डेन्जर छ त यार। मोबाइल छ त नि?
आमा यो गल्लीको नाम चाहिँ थाहा छ? भिदौरिया गल्ली भिदौरिया गल्ली रे दिस इज द भिदौरिया गल्ली आई डोन्ट नो दिस गल्ली नेम हैन सो त्यस्तै छ अहिले हिँड्दै यो बाटोमा आई एम जस्ट वाकिङ अन द स्ट्रिट अफ काठमाडौँ विथ माई ब्रदर्स दिस इज द मर्निङ टाइम आई एम गोइङ टु रुम यस त्यसपछि आफ्नै काम हुन्छ त्यही हो मर्निङ टाइम मर्निङ वक वाउ गाइज रुममा पुगियो वाउ रुममा पुगियो कान्छा रुममा पुगियो हाम्रो यति नै हो हामी चाहिँ आइयो हाम्रो रुममा आइयो है कान्छा वेयर आर यु गोइङ तर यहाँ अब काँक्रा फलेको छैन भन्ने हो क्या है काँक्रा फलेको छ कि छैन फलेको चाहिँ छैन रहेछ बा छैन फलेको यहाँ चाहिँ पुदिना छ पुदिना रुममा पुगियो अब त हाम्रो यस्तै हो हामी चढ्दै हो के भन्नु आन के हुन्छ हामी हिँड्दै रुममा हैट गर्मी छ यार गर्मी छ हौ गर्मी छ छतमा आजको क्लाइमेट चाहिँ खतरा छ यार आजको क्लाइमेट चाहिँ बवाल छ ल हाम्रो घरमा आइयो घरको छतमा तपाईँले देख्न सक्नुहुन्छ यहाँ अब आजको क्लाइमेट एकदमै राम्रो छ क्या ऊ हेलिकप्टर आयो हेलिकप्टर हेलो हेलिकप्टर घरको छतमा हो साथीहरू घरको छतमा हो हामीहरू यस्तै छ ल यो घरको इन्भाइरोमेन्ट यस्तो छ भाइ साथीहरू यहाँ गर्मी छ दिउँसो घाममा बस्न सकिन्न छतमा है अब के भनौँ तपाईँहरूलाई छतमा बस्न सकिँदैन होइन अब बिहानको टाइममा एकदमै घाम चर्केको छ र म चाहिँ काहीँ न काहीँ जाने तयारीमा चाहिँ छु कि काहीँ न काहीँ जाने तयारीमा छु कहाँ जाने तयारीमा छु भन्दाखेरि देख्न सक्नुहुन्छ म चाहिँ काहीँ न काहीँ जाने तयारीमा छु बट मेरो भाइ तल रेडी हुँदैछ होइन सो त्यही हो आई होप गाइज तपाईँहरूले पक्कै पनि भुवन अफिसियल युट्युब च्यानललाई पक्कै पनि सब्सक्राइबर गरिदिनुहुन्छ भन्ने आशमा छु र लाइक कमेन्ट्स सेयरको पनि एकदमै खाँचो छ है सो मलाई 1000 सब्सक्राइबरको एकदमै खाँचो छ सो म एकदमै होपफुल छु है साथीहरू डोन्ट मिस द सब्सक्राइब माई च्यानल ओके गाइज ल मैले हजुरलाई त्यही सर्ट इन्फर्मेसन दिइसकेँ मिस्टर भुवनको च्यानललाई चाहिँ सब्सक्राइबर गर्न नभुल्नु होला 1000 सब्सक्राइबरको खाँचो परेको हुँदा हजुरसँग एकदमै म आशा भरोसा गरिरहेको छु बाई गुड डे बाई टेक केयर लभ यु माई अडियन्स बाई